आज म यहाँहरुलाई मटर पनीर बनाएर देखाउने छु। चाहिने सामानहरु पनीरलाई मैले यसरी काटेकी छु। यो गोल भेडा मैले पिसेकी, यो प्याजलाई पनि मैले ग्राइन्डर मिक्सरमा पिसेर राखेको, केरौला रातभरि भिजाएर मैले हल्का उसिनेकी छु किनभने अहिले केरौ पाउँदैन, सिजन होइन। र यो तेजपत्ता, तेल अनि नुन, गरम मसला, यो धनिया र जिराको पिसेको पाउडर मसला र यो रातो खुर्सानी, पिसेको अदुवा लसुन र बेसार। अब म यसलाई पकाउँछु। यो पनीरलाई चाहिँ फ्राई गरिसकेपछि यो पानीमा राख्नुपर्छ किनभनेदेखि पनीर नरम भएर आउँछ। त्यसपछि म यसमा तेल राख्दै छु। यसलाई अलिकति चलाइराख्नुपर्छ, नत्र भने एकपट्टि मात्रै पाक्छ। अब यो भयो। यो तेल चाहिँ यही तेल युज गर्ने हो हामीले, र म यो सबै तेल राख्नु पर्दैन। म यस तेललाई अलिकति खनाउँदै छु, धेरै तेल पनि खानु हुँदैन। र अब यसमा म तातेकै तेल छ, म यसमा तेजपत्ता राख्दै छु। र अब यसमा म पिसेको प्याज, यो प्याजमा तेल निस्किन थालिसक्यो। अब म अरू मसलाहरू राख्छु। अब म यसमा बेसार राख्दै छु। जिरा धनियाको पाउडर, अब अदुवा लसुनको पेस्ट, अब म यसमा नुन राख्दै छु। अब म यसमा पिसेको गोलभेडा राख्दै छु। गोलभेडा राखिसकेपछि मिठो कलर आएको छ यसको, र यसलाई एकछिन पाक्न दिउँ। अब यो मैले गरम मसला राख्दै छु, एकछिन भुट्ने। त्यसपछि यो खुर्सानी, ढिलो खुर्सानी, यो चाहिँ हामीले पनिरको ग्रेभी बनाइराखेको हो। अब म यसमा यो केरो राख्दै छु, मटर, अब यसमा म यो अघि भिजाएको पनिर मैले यो पानीसँगै यसमा राख्दै छु। यो ग्रेभी अलिकति पातलो छ, पछि भाँडामा राखिसकेपछि खाने बेलामा चाहिँ अलिकति आफै बाक्लो भएर आउँछ यो ग्रेभी। मटर पनीर तयार भयो। अब म यसलाई खनाउँछु।
लाइक र सब्स्क्राइब गर्न नबिर्सिनु होला। बाइ बाइ, ह्याभ अ नाइस टाइम।